Hello everybody, ladies and gentlemen, welcome to my YouTube channel Mongolian Boy Vlog नेपालमा फेरि एउटा नयाँ भ्लग लिएर आइसकेको छु। अहिले भने तिहारको माहौल चलिरहेछ। आज चाहिँ भाइटिका, आज हामी भाइटिकाको भ्लग लिएर आउने छौँ हैन। सबैजना हामी यहाँ तयार भइसकेका छौँ, तर यहाँ होइन, हामी अर्को दिदीको घरमा जाँदै छौँ। सबैजना तयार भएर त्यहाँ चाहिँ हाम्रो भाइटिका कार्यक्रम पुरै हुनेछ हैन। यो भिडियोमा म पुरै हाम्रो कसरी भाइटिका भयो भनेर चाहिँ यो भिडियो मार्फत यही भ्लगमा म पुरै हालिदिन्छु हैन। हाम्रो चाहिँ कसरी भाइटिका भयो तपाईहरु पनि हेरेर इन्जोय गरिदिनु होला हैन। आफ्नो ठाउँमा राम्रो तरिकाले भाइटिका मनाउनु होला। त्यस्तै हो। ओके, बी कन्टिन्यू गाइज। सबैजनाले मेरो मामाको च्यानललाई लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् र यसै गरी धेरै माया र सपोर्ट गर्दै जानु होला। धन्यवाद। ह्यापी तिहार। अब चाहिँ हामी अर्को दिदीको घरमा जानु लागिसकेका छौँ। भाइटिका कार्यक्रमको लागि बाटो छ यस्तो, गल्लीबाट निस्केर हामी हाइवे निस्किन्छौँ। त्यसपछि हामी केएल टावर छेउमा गएर हाम्रो आज भाइटिका कार्यक्रम हुनेछ। हामी चाहिँ फाइनली आइसकेका छौँ। यहाँ के तयारी हुँदैछ अब भाइटिकाको लागि? खै तयारी केही रहन्छ त, सानै देखियो। रेगन छ हाम्रो यहाँनिर, भ्लगर नम्बर 1 नम्बर 2 मा छ यहाँ अनमोल। आज त हाम्रो रोजिसा गोले पनि छ यहाँ। दुईजनामा कसले पहिला हाई गर्ने? तिमीलाई आयोडिन नुन खुवाउनु पर्छ। तिमीलाई के खुवायो भने तिमी चलाक हुन्छ। म बरु गाउँतिर खोजेर लिएर आउँछु, भन न। त्यसले बेला बोली आउने केही खोजेर गाउँतिर पाउँछ नि, त्यो शिलाजी त औषधिहरू के लिएर आउँछ? तिमीलाई म के खोज्न जाउँ क्या गाउँमा तिम्रो बोली ल्याउनलाई? बोकाको कुखुराको ल, तिम्रो छिप्पेको कुखुराको उसको बोयफ्रेन्ड छ, भेटाइदिनुपर्छ नि, बोली आउँछ। ल हाम्रो भाइटिका कार्यक्रम चाहिँ बिस्तार बिस्तारै अघि बढ्दैछ गाइज। यसरी हाम्रो माइली दिदीले चाहिँ यहाँनिर सेटिङ गर्दै हुनुहुन्छ। हाम्रो सेटिङमा गएर सेटिङ गर्दै हुनुहुन्छ। यहाँ सेल सेटिङ यस्तरी यहाँनिर सुरुवात हुँदैछ हाम्रो भाइटिकाको। हाम्रो चहल पहल चाहिँ यहाँ भाइटिका चहल पहल। हाम्रो रोजिसा गोले पनि यहाँनिर भाइहरूलाई टिका लाउनलाई, दाइ र भाइहरूलाई टिका लाउनलाई रेडी छ। यहाँनिर सामान सबै पुरा रेडी भएर होइन, पुरा मक्ख परेर बसिरहेछ। रोइसाको मुस्कानै काफी छ। रोइसाको मुस्कानले गर्दा मेरोमा अब 100+ सब्सक्राइब हुन्छ, मैले थाहा पाइसकेँ। कस्तो लागिरहेछ रोइसालाई आज भाइटिकाको दिन? भाइटिका दिन लागिरहेछ। यो त दाइहरू बसिरहेछन्, रोइसाको दाइहरू टिका लाउनुलाई। हुन्टे भाइ आज के हो रे? कहिलेको टिका? कहिलेको टिका? तिहारको। ह्याप्पी तिहार भनौँ। ह्याप्पी तिहार भनौँ। आज के हो? आजको डे के हो? टिका। टिकाको दिन? कुन टिका हो त? टिकाको दिन भनेर हुन्छ के? दसैँको टिका हो कि बर्थडेको टिका? के को टिका ल भन त? भाइटिका। ऊ यसरी भन्नुपर्छ दिदीले त, भाइटिका। यसलाई जडीबुटी खोज्नै पर्ने अब गाउँतिर। अब त्यो अलिकति चलाक हुने। हाई गरिदेऊ, हाई गरिदेऊ गाइज। यहाँ हाम्रो एउटा भान्जी छ होइन, त्यति बोल्दैन, खालि हाँस्छ मात्रै, बोल्दैन। उसलाई अलिक बोल्ने चलाक बनाउनलाई के गर्नु पर्ने होला गाइज? बाख्राको पुच्छा खोल्नु। त्यो चलाक बाख्राको पुच्छा ल्याएर खुवाउनु पर्यो। उठ न।
भनेको 4 भइहाल्यो 7 7 दुईटा तिम्रो नाम के हो 5 तिमी कुन स्कुलमा पढ्छौ फुल फुल नेम नेम छेस पनि नलागोस् लाग्यो पनि नगरोस् अब पियो सियो बाइक उठाइदे अब छैन त्यो सिक्यो उयो फुल तिन चारवटा कुरा पहिला टाउकोमा अनि त्यहाँबाट आदि मात्रै बनाए काटेर त्यही यहाँ हालेको मात्रै बनायो भने मलाई अनि कुममा अनि घुँडामा अनि भुइँमा भुइँमा राम्रो प्रगति गर्दै जाओस् टिका लाउने होला टिका लाउने त्यसको कुरा सुन्यो भने तिमीले रात पर्छ पमेर जस्तो बनाएको छ मैले त मान्नुपर्छ कि मैले टिका लाउनु सही गरेँ बस्न भयो आइसक्रिम हट अनि एउटा एक दुईचोटि अब बुझ्दै त एकचोटि भन्दै बुझिसक्छ तिम्रो नाम के हो एकछिन बोल्नु भिडियो भिडियो अर्को एउटा फलफुलको भाडाले रोटीको लागि फाइनली गाइज हामीले चाहिँ टिका लाउने कार्यक्रम सम्पन्न गरिसक्यौँ हामीहरूले। अब भान्जाहरूको पालो छ यहाँ भान्जाहरूलाई टिका लाउनलाई सुरु गरिरहेको छ। हाम्रो स्वानी पनि छ, उषा छ, रेलिन्सा, त्यसरी टिका लाउने कार्यक्रम चलिरहेछ। कतलाई आइरहेछ के अरे नाम रविन कि प्रवीण अरविन कस्तो लागिरहेछ तिमीलाई? राम्रो कि रमाइलो?
आलुको पिठो छैन बच्चाहरूको लाउँदैछ कस्तो लोभले थरथरीको कोही यति झ्याप झ्याप दिन्छ कोही थरथरी दिन्छ आगो त्यहाँ थोरै दिने दुईटा हातले अनि यहाँ टाउकोमा हाल्ने पहिला अलिकता अनि यहाँ कुममा दुईपट्टि अनि यहाँ राख्ने अनि भुइँमा राख्ने अहिले टाउकोमा अहिले कुममा अलिकति निधारमा इसलाई ट्यालेन्ट छ क्या जे कुरामा पनि हाम्रो इच्छा पुरै नगरौँ उता हुँदा चाहिँ पैसा कस्तो लाग्यो अब मिलियन साग भन्थ्यो नि छिटो टिप्स नि त तिमी मानिसहरू नि दाइ हेर्नु जस्तो गर दिले जस्तै गर्ने दादालाई दाइ भाइको कमी छैन दिदीले चाहिँ थोरै भयो दिदा देऊ राम्रो होस् भनेर यसो गर यसको ढाड होस् पैसा किन दिनु भन्छ यसलाई गर्न नदिए है पैसा कति दिने हो हाम्रो कालुले दिदीलाई कति छ पैसा कमाएको मलाई चाहिँ कति दिने नि फेरि भन 2 साल 5 दिने कहीँ छैन है अब मा टिका ए टिका सेतो टिका अब त्यही यसो विचार गर्न यो त भाइले लाग्यो ल ल ल ह्याप्पी तिहार एभ्रीबडी ह्याप्पी भाइ टिका भाइ टिका अब यो सक्यो मलाई हेर्नु सोइदिनु त हो आफूले अन्डा भन्ने अन्डा चम्चाले त्यो अन्डा एउटा हातमा लिऊ माछा लिऊ त्यो माथि दही हाल्नु कति हालेछ गर्नु दही त दही हो नि फेरि एकचोटि फेरि टोक न टोक त्यसै गरेर दिने यो लिएर दिने सेकेन्ड बोक्स छ यता छेउ गएसरी दिने कपलाई के हालै अलिकति जा थोरै हाल्ने पुग्छ कि थोरै हाल्ने अनि त्यहाँबाट ठ्याक्क त्यहाँ अलिअलि गरेर थोरै हाल्ने हुन्छ अहिले त तिनचोटि खानुपर्छ ल खा बस्न गरेर फेरि थाप्यो दुई हात दिनु पर्ने खा बस्न दुई हात टोक त्यो दहीसँग टोक न हाल 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 अलि थोरै टोक्ने फेरि दही हाल्ने बिचरा अघि भोग्ला तिनचोटिमा ट्याक्कै सकाउने तिनचोटि बाल्नु छ टोक न अलिकति अब त्यो सिङ्गै टोक्ने सम्झाउँदै छ त्यसै गर्ने है ल एकदम लाज टोक्ने स्वादलाई देखाएको मैले यसरी हाल्नु कति लिएर भरिदिउँ न ल खाऊ 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 कसरी खान्छ हेर्छु म फेरि हाल्नु ल ह्याप्पी भाइ टिका ह्याप्पी भाइ टिका टिका लगाउने कार्यक्रम चाहिँ सक्यो अब होइन यहाँ मिठाईहरू दिने कार्यक्रम छ टिका लगाउनु चाहिँ सक्यो भने हो खाऊ 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 ल अब यहाँनिर फलफुल दिने कार्यक्रम पनि हुँदैछ यता हाम्रो दाई हेन्द्र ड्रिङमा लागिसक्नु भएको छ कस्तो लागिरहेको छ तपाईँलाई एकदम राम्रो छ जस रमाइलो भयो नि रमाइलो एकदमै रमाइलो यस्तो तिहार बारम्बार आइरहोस् ह्याप्पी तिहार चिसो बिहार ह्याप्पी तिहार चिसो बिहार ए एकछिन नदेऊ त देऊ 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 दादाहरूलाई देऊ तिम्रो भाग सबैजनाले समाउनु
सबैले हातसम्म सबैले छौ ल सबै सबैले छौ ल रोइसिया दिदीले नि आज फर्स्ट फर्स्टचोटि आज भाइ टिका लगाएको छ ए फोटो खिच्नुपर्छ है फोटो खिचिसकेँ मैले भयो देऊ ह्यापी भाइ टिका मलाई दिएन है नदिने यसले मम्मी भन्दैछ यसले यो कस यो त्यो अनमोललाई अर्बिनलाई होला नि हैन अनमोललाई भइसक्यो त अनमोललाई यसलाई खै सेल हालेको त्यहाँ मिक्स कता कता जेगालाई यहाँ दियो फाइनली गाइज हाम्रो चाहिँ सम्पन्न भयो गाइज भाइटिका कार्यक्रम होइन अब हाम्रो यहाँ खाना खाने कार्यक्रम अझै बाँकी छ माछा खान्छ रोजिसाले टाउकोबाट खाऊ फेद पुच्छरबाट खायो तिमीले फेरि के भनेको त्यस्तो मेरो मोबाइल चाहिँ कहाँ सम्पन्न भयो सम्पन्न भयो गाइज हाम्रो टिका लगाउने कार्यक्रम सम्पन्न भयो अब हामी खाना खाँदैछौँ पैसाले माछा खाइसकेको ल गाइज अब हामी चाहिँ अन्तिम चरणमा आइसकेका छौँ यहाँ चाहिँ मेरो छोरी छ रोजिसा अनि म छु होइन त्यसपछि अब यो अन्तिमै हो होइन यो भिडियो चाहिँ म के भन्छु भनेदेखि तपाईँहरूलाई जतिजनाले यो मेरो फुल भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद यदि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब चाहिँ गर्नु है अनि लाइक सेयर कमेन्ट साथीहरूले सबैले सेयर गरिदिनु होइन अहिलेसम्म तपाईँहरूले माया गरिदिएर सब्सक्राइब एकदम बढाइ छ होइन यसै गरी नै सब्सक्राइब नगर्नु हुनेहरूले पनि सब्सक्राइब गरिदिनु होला अनि हाम्रो यहाँ जेठा दाई हुनुहुन्छ नमस्कार हजुरहरूलाई र यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर तपाईँहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला कसलाई भन्ने कुरो चाहिँ मङ्गोलियन राज के अरे मङ्गोलियन बोय भ्लग नेपाल मङ्गोलियन बोय भ्लग नेपाललाई चाहिँ तपाईँहरूले धेरैभन्दा धेरै सपोर्ट गरिदिनु हुन अनुरोध गर्दछु नमस्कार लासो ठ्याफुल्ला चाहिँ हाम्रो भान्जा सुतिराखेको रहेछ रेगन भान्जा चाहिँ मुस्कानमा सुत्छ फेरि ल गाइस ह्यापी तिहार ह्यापी भाइटिका तिमी चाहिँ के भन्न चाहन्छौ मेरो भ्लग जुन मैले भ्लगहरू बनाएर हालिरहेको छु हाम्रो सुवानी भान्जी छ यहाँ सुवानी भान्जीले नि केही कुरा राख्दैछ मेरो भ्लगको बारेमा सबैजनालाई तिहारको धेरै धेरै शुभकामना सबैजना सुख राम्रो ह्याप्पी भएर मनाउनुहोस् विशिङ यु अल द बेस्ट एन्ड ह्याप्पी तिहार ओके प्लिज लाइक सेयर सब्सक्राइब मेरो मामाको च्यानललाई